हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल देउती ब्लग के छ सबैजना सन्चै आरामै हुन्छ ल म पनि एकदमै सन्चै छु अलिअलि चिसो छ सो आज चाहिँ म एउटा भिडियो लिएर आएको छु गाइज है अनि आजको भिडियो चाहिँ त्यस्तो भ्लगहरू यहाँ त्यहाँ हेलाला फेलाला होइन आज चाहिँ एउटा विशेष भिडियो लिएर आएको छु। त्यो भिडियो चाहिँ हाम्रो चामलिङ राईहरूको चाहिँ बिहेको अन्तिम दिन बिहे सकिवरेपछि चाहिँ अन्तिम दिन चाहिँ हाम्रो भान्से बिदाउने भन्ने प्रोग्राम हुन्छ है। जति पनि भान्सीहरू हुन्छ होइन पाहुना पाछा यहाँ त्यहाँ हेनतेन गर्ने हेर्ने खानासाना बनाउने खुवाउने जति पनि समाजको हामी मान्छेहरू आफ्नो आफन्त दाजुभाइ इष्टमित्र छरछिमेकी सबैजनाले मिलेर गरेको त्यो भान्सा दिनभरि खटेर गरिरहेको काम हुन्छ नि उहाँहरूको लागि चाहिँ एउटा सम्मान स्वरूप एउटा अन्तिममा एउटा कार्य गर्ने गरिन्छ जसलाई चाहिँ हाम्रो भान्से बिदा भनेर भन्ने गर्छ। र त्यही भान्से बिदाको चाहिँ म छोटो भिडियो लिएर आएको छु। सबैजनाले अन्तिमसम्म हेरिदिनु ल, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अनि विशेष गरी चामलिङ राईहरूले हेरिदिनु होला है। ल अब यहाँ चाहिँ कति धेरै जस्तो चाहिँ हाम्रो दाईहरूले तुपाहरूले चाहिँ आफ्नो ल्याङ्ग्वेज हाम्रो चामलिङ राईको भाषा चाहिँ प्रयोग गर्नु भएको छ। सबैजनाले बुझ्दैन, मै पनि बुझ्दिनँ होइन त्यो भाषा चाहिँ, अनि झन् अरूले त बुझ्ने कुरै हुँदैन। त्यो पनि हेरिदिनु होला होइन हाम्रो कस्तो तरिकाले चाहिँ हामीले भान्से बिदा गरिँदो रहेछ भन्ने कुरा चाहिँ म सबै सरासर तपाईँहरूलाई देखाइरहेको छु। र मेरो यो भिडियो बनाउनुको रिजन भनेको चाहिँ भोलि पछिसम्म पनि कि हाम्रो पुस्तामा होइन अब हामीलाई त कति कुराहरू थाहा छैन क्या, कति कुराहरू गुम्न लागिरहेछ हराउन लागिरहेछ। त्यही भएर अनि हामीभन्दा पछिको पुस्ताहरूले पनि थाहा पाउन् भनेर चाहिँ मैले त्यसको लागि चाहिँ मैले यो भिडियो बनाउँदैछु होइन। पछि यसो आफूलाई पनि थाहा हुँदैन, त्यति बेला यसो क्लिक्क पारेर हेर्न मिल्छ नि त। सो लाग्दिउँ भिडियोतिर। यता भेट्छु भनेर बसेको भेट्दैन अब त हम्बेले गीत गाछि देख्छु भन्दा ठुलो मुख सबै चुपचाप आजको दिनमा किनभने हामी वतुङ छेलो पाहुना छेलो यो पर्वा छेलो यही हो भनेपछि हाम्रो त साकुवा दिका इतुङदाय दे बाङ्गालाको रहेछ आसेलाका पामा सौदाको रहेछ पामा सौदाको रहेछको साकुवा दिकुवा छ पादी पाचिवा आसे ओसँग चादुम खिया पामा साकर छ पा भसाको रहेछ होइन ल पारा साको रहेछ पासाको रहेछ पाउताको रहेछ न आलेको दुम ऐनाको आसेको दुम पस्कको दुम आले कागना इतो यही पनि ऐनाको मुखमा पस्ने आकुङ्दा हिँगाको रहेछ र आकुङ्दा हिँगा पालैना सोले बुइदुङाको रहेछ आ पापा कैला बाबै दुप्पा बाबै भोटे बाबै यता भोटेको बाउ लाखु पिलमा खैनी पिल्सानी हो थल खैनी पिल्सानी दुम्ना पिल्सानी त्यो पाला एउटा खोला तपाईँ पाचिना काङ्गा पिल्सीले बाने खबैदुङा बाने त्यो लामा बानेन त्यो को फिलिदा काङ्गा लाम्तेन चोडाङ्गा बाने त्यो को साकुवाजीको अब खिम्दा बानेङा ना ओको दुम काङ्गा साको छारा चाहिँ थिया दुईजना सिटके आङा ऐना ओको दुईजना माउना ऐनाको रहेछ सिट राख्दै जानु जोडी हुनु माथि आउ दाजे पाचिएको छेचाकुले लाका दुईजना सिट राख्दै भागे पामा बेहुलाको बाबुआमा सादुम किया हैन ओरी छिबुरी सादुम किया हैन ओरी छिबुरी हैन गरे आल्से के क जम्बुको पत्र छ सारा ओतुङ सेलो परमा सारा पको छाप्ना आमा मागा या बुङचीहरुलाई बुवा नानाले के नानालाई नाना बस्नु आउनु यहाँ श्याममा आउनुको ठीक नाचिममा कोही नाइ आसो यता हाम्रो यहाँ पाउस्रताले डिभाइडर बस्नु ल
मलाई दिएर त अब पस्ने बेला तर तपाईँहरूले है यसरी नै सहायता गरिदिनु हुन्छ होला र चाहिँ पर्वतेबाट भनिदिनु पर्यो है आज के भने हिजोको कार्य थियो होइन होइन हामी सेबीले रोदी त दालो छ र मौर्यगढीमा हाम्रो पुर्खा ले राज गर्नुभएको छ पहिलाको युगमा भूमराज राजा हो दालो थाको भूमिराज र दालो थाको छोरा धौला राईको छोरा अजिर धन राईको छोरा कान्छा पुत्र रामकृष्ण राईको छोरा शमशेर बहादुरको छोरा सुपुत्र हाम्रो सालपा राईको छोरा सुरजन राईको शुभ विवाह जन्मको एउटा पारम्परिक अनुसार हिजोको ठुलो कार्य थियो अनि तपाईँ हामी सबैले सङ्कलन भइरहेको छौँ थाहै छ र यस्तो शुभ कार्यको अवसरमा आज के रहेछ भनेदेखि अथवा हाम्रो पुर्खाबाट म त्यति जान्दिनँ एउटा भान्से विधा पारम्परिक अनुसार हाम्रो पुर्खाहरूले गरिरहेका थियो केही भएर हाम्रो जस्तै जेठा साल्पा गाजी हाम्रो युजनीमा बुहारी होइन अमा गर्नुभएको छ उहाँहरूले तपाईँहरू वैतुङ भाइहरूलाई चाहिँ होइन यो एउटा हाम्रो पारम्परिक अनुसार पुर्खाहरूले गरिरहेको रीतिथितिमा बा हाम्रोबाट केही भुल भयो कि बा केही भयो कि अब नरिसाइदिनुहोस् वैतुङ भाइहरूले राम्रो काम गरिदिनु भएको छ हामी खुसी छौँ भन्छन् होला त्यो पछाडि होइन त्यो र यो बारेमा चाहिँ तपाईँहरूले के भन्छ उहाँहरूले कस्तो खालको अनुरोध गर्छ भनेदेखि उहाँले एक दुई वचन अहिले भन्ने नै छ होइन बाँकी नै छ उहाँहरूको तपाईँहरूले है यो कार्यमा कति छोरचेलीले हात खुट्टा डलाउनु भएको छ बुहारीहरूले अनि भाइ भतिजीहरूले होइन भाइ भतिजीहरू अनि बाबुआमा पनि यसमा पर्नुहुन्छ होइन सबै सङ्कलन भएर केही न केही एउटा काम गरेकै छौँ यहाँ होइन त्यो भएकोले सबैभन्दा कसर चाहिँ अब मैले देख्नु कारण चाहिँ भान्सेहरूले ज्यादा नै राम्रो पनि काम गरेको छ कसर पनि गरेको छ यो सत्य कुरा छ र राम्रोभन्दा राम्रो गर्नुभएको छ यो म हेरिरहेको छु अनि योभन्दा राम्रै अझै अगाडि पनि हामीले गर्नुपर्छ यो हाम्रो बाध्यता पनि पर्छ र अति नै राम्रो गरिदिनु भएको छ भान्सेहरूले चाहिँ यसै सम्बन्धीमा म अब यो छोटकारी मेरो होइन कुरो राखेँ योभन्दा अझै राम्रो अगाडि पनि गरिदिनुपर्छ हटेर गर्नुपर्छ यो एउटाको मात्रै कार्य होइन पारम्परा म मरेर जान्छु तर यो पारम्परा नछुटोस् भन्दै म यो मेरो एक दुई शब्द यहीँ राखेँ है खामारुङमाको भैखा मान्छे ए भुइँ होइन है खामा भुइँ है खामा जुम्मा भनेको माथि अनि छैकुमा बैजुङको होइन त्यो चियापा मासदाको तुम आले असो मुसा मुसाङ लखै ता बसुम होला साता बसुम होला हे मासी ता आउँदो होला ता बसुम होला ता मासी ता बसुम होला ओको रोटी साची बोची रारा वाची ता बसुम होला अनि थल खैचीलाई दुम्ना कै ओको किरिया त कै मानव दुःख लाग्यो होला खैचीमाको आशाचीहरू आवैनीचीहरू छोरी चेलीहरू बुहारीचीहरू बुहारी तुङमाचीहरू कोही हिलुबो तातु दुम्बो कोही दुईबो ताहिडुम्बो कोही खैची दुम्प ताङाला लान खाना न काम तामै थल काङा मात्रै मुमा पर्ने थल तारिङ होला त्यो ऐनाको रहेछ भुसिलो पामा सदाको ओको न आसो काङा के भयो
पापिलसी लेसी नाका पिल्सी होला पालेसी कांगा पनि लैसाका ना पापा कोपा छापा त्यो लैसाको कैका छिलै हैन त ल तर दुम कैका हिदा पैना र होसुम पा पैना र त्यो सना ओको आसो दुम या ओइलो कांगा पिलमा पर्ने होला ओइलो उइपादै एकछिन हिँड्नु हे त ल रुङसा कांगा ओको बाइ बिन्ती नल्सा आसो गोल छ भन्छ हे त ल गोल छ हैन एकछिनमा आउँछ एकछिनमा लु थलो म यहाँबाट बोल्छु है त ल अब यताबाट हैन यहाँ एकजना साथी आएको भन्छु मलाई लु अब पारबाटेबाटै भन्छु है अघि मैले जति भनेको थिएँ घर गाजीमाहरूले घरको यत्रो अतिथिया बोलाउने पाहुना पासाहरूले तपाईँहरूको कति पनि दुःख होला मेरो सम्मान भएर के गर्नु त मैले खटाएर के गर्नु त दुःख मान्दै हामीले यो बाइबिटी राख्नु भएको तामा ची हेम्माको रुम्माको अनि मुम्माको हैदिसा साप्तासाङको नासासा जे नासा मुम्माको चाहिँ पाङासाको हिँडेन ओको ओटु थेलोलाई उम्बुसिलाका पामासा तपर ओको गाजिलाको सुङख्रममा आइनाको ढाला सुमेनाको जोख्रममा हुइलो कुसिनाको के भन्छ हैन यस्तो अनि यो राख्नु भएको रहेछ र मैले बोलेको कुरो मै भन्नु पर्ने छ है र हाम्रो भनेको जति गर्नु लाउनु भयो पक्का भनेर पकाउनु भयो पकाइदिनुहोस् हजुर भन्नु पकाइदियो हाम्रो हात खुट्टा डढेन हामी बाज्यौँ न खुल्ला मनले खुल्ला शान्ति दिमागले काम गर्यो आउने जाने बोलाउनु भएको हजुरहरूले कतिले खायो होला कतिले खुवाउन होला त्यो खुवाउनै जस्तो लाग्यो खाए नै होला र हाम्रो खुट्टा पनि ठोकिएन अम्ला मुख ठोकेर नङ पनि उभिन डढेन आगोले पनि डढेन हामीले धुवा पनि भएन आगोको झिल्काले पनि हामीले छुएन हामी पाहुना पासा अतिथिहरूको माया ममता लिएर हामी काम गऱ्यौँ र ओको बाई मिन्ती नासुम्काको ओको त्योको साउदी धिउन लाका पनि हिँगे खिम्लुङ्गा लाका पनि हिँगे गाजीमा लाका पनि हिँगे र ओको दुम जे हिँगेन नाखै तो दुम हिँगे जे आकारा मैसी सा भसुमका ए मैसी आई भला भसुमका बोसे भसुमका मैसी त्यो कुरा बुझिहाल्यो एउटा हिँडो त्यहाँ 12 पाठी चामाचुम वो पाखुङ पाचा भसुमकाना रासुमकाना पन्ध्र पाती कति भने अनि ओइका पाचीहरुले कसरी मिजो राख्ने ओइका पाचीहरु बुइदमकाको थियो ओइका पाचीहरुका थियो खुपा बेर बुइदमकाको थियो त्यो कतिले इतो छाङ्गारा बुइदमकाको धालो त्यो कति खासाला पुसाबो छाम्पनी मुमा होला बुयो होला छाम्पनी बुइ जोको पारा पामा खानु पामा आउने नै छ पामुना इदो खासा खाला पुसा होला त्यो कति बिकपा हरू पनि त्यसरी बुइदुमकाना त्यसैन बुइदुमकाना त्यसैन पुसा होला र आँगा दुम ओडाङा आसो ओडाङा खर्दी र ओडाङा बिमार बिछिर मै बोले त नि आगामी दिनमा मेरो यस्तै कार्य हुँदा अथवा हैन राम्रो नराम्रो कुनै कार्यमा पनि म अब 10 वटा देखिँदैन नि त हैन अम्लान बाङ भनेर कारणले कहिले
हामी अब के भन्नु अब ओतुङ छेलो पर्म छेलो हामी सबैजना अब हाम्रो जति पनि हामी सबैभन्दा सुरुमा चाहिँ म यो भन्न चाहन्छु मेरो सालपाल चामलिङ मेरो जेठा माइती राजा हजुरलाई धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद यहाँलाई र मेरो जेठा भाइ सुजन भट्ट चामलिङ र शोभा चामलिङको दम्पति जीवनको शुभकामना भन्न चाहन्छु सबैभन्दा पहिला त उहाँहरूलाई शुभकामना दम्पति जीवनको शुभकामना प्लस शुभकामना र सम्पूर्ण यहाँ हाम्रो ओतुङ छेलो पर्मा हाम्रो इष्टमित्र हाम्रो कुटुम्बको को हामी छौँ जति छोरी चेली बाउ बहिनी हामीले निमन्त्रणा गरे अनुसार यहाँले हाम्रो निमन्त्रणाले स्वीकारेर यहाँसम्म दुःख उहाँहरूको जति बिजी भएर पनि आफ्नो कामलाई साथी राख्दै हामीलाई हाम्रो निमन्त्रणालाई स्वीकारेर यहीँसम्म आइदिनु भयो यहाँसम्म हाम्रो निमन्त्रणालाई स्वीकारेर आएर हामीसँग जमघट भयो र हाम्रो ओतुङ छेलोलाई सबैभन्दा सुरुमा चाहिँ यहाँहरूलाई पर्मा छेलो एकदमै दया बिन्ती भन्न चाहन्छु हजुरहरूले चाहिँ एकदमै राम्रो गरिदिनु भयो हामीले कति कुराहरूमा हजुरलाई अपुगो नै होला त्यसमा पनि हजुरहरूले पुर्याइदिनु भयो यहाँलाई हामीले देखाइदिउँ न होला कति कुरा हजुरहरूले नै देखिदिनु भयो यसरी नै यहाँहरूको हामीलाई काँधमा काँध हातमा हात हामी गर्दै पनि गएको छौँ आजसम्म हामी यस्तै हुँदै जाओस् शुभ कार्यहरूमा हामी यसरी नै हात काँध गर्दै जाउँ यहाँहरूलाई म बिन्ती बिसाउन चाहन्छु हामी घरबाट कति हामीलाई मिस्टेक भयो होला हामी पनि अब यस्तै व्यस्ततामा छौँ कता कता यहाँहरूलाई हामीले भने जस्तो सामान दिन सक्यौँ न होला भने जस्तो के जुटाइदिउँ न होला यहाँले आफै जुटाएर पनि आज यत्रो ठुलो कार्यक्रमलाई सम्पन्न गरिदिनु भएकोमा यहाँहरूलाई म फेरि पनि यो सङ्घको गाउँभरिको जति धान कोदो फल्ने मुरी कति मुरी फल्छ त्योभन्दा मुरी धन्यवाद दिन चाहन्छु हामी यसो भन्दै यहाँहरूलाई हामीले कति कुराहरूलाई यहाँनिर अब हाम्रो क्रियाती संस्कार अनुसार यहाँ पुरा त गर्नु सक्यौँ न होला यहाँहरूले नै गर्नुभएको छ हाम्रै ओतुङ छेलो नै गर्नुभएको छ ल है यहाँहरूलाई हामी बिन्ती यहाँ हाम्रो एउटा चलन भनौँ हाम्रो एउटा संस्कार अनुसार यहाँ प्रश्न भनेर यहाँ दाइले मेरो दाइ सालपा चामलिङले चाहिँ कष्ट गरेकोमा हामी मूल भान्सीहरूलाई भन्नु सबै लगायत हामी सबैलाई यता यता दाजु यता भन्न तपाईँले भन्नुहोस् न अब यसो अरू त हाम्रो यो पैँचो अथवा पर्मै हो होइन यो कुनै किनेर लाउने र यो किनेर होइन तर पनि एउटा के हुन्छ भने सिड नडलोस् भनेर एउटा छोराछोरीको चित्त बुझाउने तपाईँ होइन खैन्चीमा झारा 100 जना पनि 200 जना भए पनि छामी दानी गोतमी दानी है रुङमा न असो बिन्ती है कुङा है बुझ्नु है ल तान्नु न ए खानु मात्रै हैन पहिला यहाँ ढोकपेट गर न यहाँ हुन्छ नि खानु मात्रै तपाईहरुै खामै तपाईहरुै बसेर सानो गाउँदैन फेरि कान्छी हुने भान्सेको उम्लेर भएला हल्लेको रहेछ क्या र नि हजुर होला ए धेरै माथमा होला फ्रिज मात्र दिनु नि गफै खान्छ फ्रिज मात्र दामी दिन्छ